साथीहरू, यो आवश्यक छैन कि मानिसको जीवन सधैँ खुसीले भरिएको होस्। सुख र दुःख एउटै सिक्काका दुई पाटा हुन्। यदि मान्छेको जीवनमा दुःख र नराम्रो समय आएन भने उसले कहिले पनि राम्रो समयको महत्त्व बुझ्न सक्दैन। धेरै मानिसहरू यस्तो हुन्छन् कि जब उनीहरूको जीवनमा समस्या आउँछ तब उनीहरू बारम्बार यही भन्छन् कि मेरो राम्रो समय कहिले आउँछ। तर राम्रो समय भाग्यमा भर पर्छ। यसका साथै हाम्रो कर्मले पनि हामीलाई राम्रो समयसम्म पुग्न मद्दत गर्दछ। मानिसको जीवनमा घट्ने घटनाहरूको भगवानले उसलाई विभिन्न सङ्केतहरू दिएर उसलाई बताउने प्रयास गर्नुहुन्छ कि तेरो राम्रो समय आउँदैछ, धैर्य गर। तर यस्तो अवस्थामा जानकारीको अभावको कारण मानिसहरूले ती सङ्केतहरूको गलत व्याख्या गर्छन् वा तिनीहरूलाई स्वागत गर्दैनन्, जसकारण समस्याले उनीहरूको साथ कहिले छोड्दैन। आजको बुद्धको कथाबाट हामी तपाईँलाई बताउन गइरहेको छौँ कि राम्रो समय आउनु अघि कस्ता कस्ता सङ्केतहरू देखा पर्छन् र हामीले ती सङ्केतहरूको कसरी स्वागत गर्नुपर्छ। आउनुहोस् कथा नै सुरु गरौँ। धेरै समय पहिलेको कुरा हो। एउटा गाउँमा एकजना गरिब व्यक्ति बस्थे। ती व्यक्ति जब कुनै पनि काम गर्न थाल्थे त्यो काममा सफल हुनै आँट्थे, तर अन्त्यमा असफलता मात्र हात लाग्थ्यो। ती व्यक्ति कहिले स्वास्थ्यको कारणले समस्यामा हुन्थे, कहिले उनको परिवारमा अकाल मृत्यु हुन्थ्यो। उनी आफ्नो जीवनमा आउने दुःखहरू देखेर वाक्क दिक्क भइसकेका थिए। एक दिनको कुरा हो, उनी आफ्नो घरको ढोकामा बसेर सोचिरहेका थिए। तब अचानक उनको घरको ढोकामा चराहरूको समूह आए। ती व्यक्ति पहिलेदेखि नै समस्यामा थिए। चराहरू आएको देखेपछि उनले ती चराहरूलाई घरबाट लखेट्न सुरु गरे। सबै चराहरू उनको घरबाट धेरै टाढा गए। ती गरिब व्यक्तिको यो बानी थियो कि जब उनले आफ्नो घरको वरपर कुनै जनावर देख्थे कि त त्यसलाई मार्थे कि त घरबाट टाढा खेदाउँथे। उनले ऋषिमुनि बौद्ध भिक्षुलाई कहिले प्रणाम गर्दैनथे। जब तिनीहरूलाई देख्थे बस्दै नगरी आफ्नो बाटो लाग्थे। धेरै समस्याहरू झेल्दा झेल्दै एक दिन ती गरिब व्यक्तिको हिम्मत टुट्यो। अब उनले एउटा कठोर निर्णय लिए कि उनी आफ्नो जीवन समाप्त गर्नेछन्। एक दिन ती गरिब व्यक्ति घर छोडेर गाउँ बाहिर निस्किए र त्यही पर पुगेपछि उनले एउटा नदी देखे। नदी देख्ने बित्तिकै उनले त्यसमा हाम फाले, तर दुई भिक्षुले उसलाई नदीको पानीबाट बाहिर निकाले। वास्तवमा जब ती गरिब व्यक्तिले नदीमा हाम फाले, नदीमा एकजना भिक्षु र उनका दुई चेलाहरू बसिरहेका थिए। ती गरिब व्यक्तिलाई नदीमा हाम फालेको देखेर भिक्षुले आफ्नो चेलाहरूलाई आदेश दिए र ती गरिब मानिसलाई पानीबाट बाहिर निकालियो। पानीबाट बाहिर निस्किने बित्तिकै ती गरिब व्यक्तिले भिक्षुलाई चिच्चाएर भने, मेरो ज्यान किन बचाउनु भएको? म बाँच्न चाहन्न, मैले मर्नै पर्छ। यो सुनेर भिक्षुले उनलाई सम्झाउँदै भने, यो जीवन धेरै मूल्यवान छ, तिमी किन यसरी बर्बाद गर्न खोज्दैछौ? आखिर जब समय पुरा हुन्छ तब तिमीले यो धरती छोडेर जानै पर्छ, तर अहिले नै धरती छोड्न किन हतार गर्दैछौ? त्यसपछि ती गरिब व्यक्तिले भने, मेरो जीवनमा आएको समस्याहरू देखेर म वाक्क दिक्क भइसकेँ। मलाई थाहा छैन कि मेरो जीवनमा राम्रो समय कहिले सुरु हुन्छ। मेरो साथमा खालि नराम्रो घटनाहरू मात्र घट्छन्। म धेरै प्रयास गर्छु तर पनि मलाई कुनै सफलता मिल्दैन। त्यसपछि भिक्षुले भने, म तिमीलाई सहायता गर्छु, तर तिमीले सबैभन्दा पहिले आफ्नो दिमागबाट आत्महत्या गर्ने सोच निकालिदेऊ, किनकि यो सबैभन्दा ठुलो पाप हो। जो व्यक्तिहरू आत्महत्या गर्छन् उनीहरूलाई कहिले मुक्ति मिल्दैन। तिमीलाई के लाग्छ, तिमी आत्महत्या गरेर सबै दुःख समस्याबाट छुटकारा पाउनेछौ? त्यो असम्भव छ। आत्महत्याबाट तिमी कायर छौ भन्ने मानिसहरूले बुझ्नेछन्। ती गरिब व्यक्तिले भने कि हे बौद्ध भिक्षु, तपाईँ धेरै ज्ञानी हुनुहुन्छ, कृपया मलाई कुनै बाटो बताइदिनुहोस्। मलाई बताइदिनुहोस् कि मेरो शुभ समय कहिले आउँछ। मलाई बताइदिनुहोस् कि मेरो राम्रो समय कहिले आउँछ र यसको सङ्केतहरू के हुन्।
त्यसपछि बौद्ध भिक्षुले भने, म तिमीलाई अवश्य सहयोग गर्छु, तर त्योभन्दा पहिले तिमीले मेरो एउटा काम गर्नुपर्छ। म तिमीलाई जे भन्छु तिमीले त्यो कुरा मान्नुपर्छ। ती गरिब व्यक्तिले भने, तपाईँ जे भन्नुहुन्छ म सबै मान्नेछु, तर तपाईँले यो बताउनुहोस् कि मेरो जीवनमा राम्रो समय कहिले आउँछ र यसको सङ्केतहरू के हुन सक्छन्। बौद्ध भिक्षुले भने, पहिले मेरो कुरा सुन। ती व्यक्तिले भने, ठिक छ, के कुरा हो मलाई बताउनुहोस्। त्यसपछि भिक्षुले बताउन थाले कि यदि तिमी आफ्नो राम्रो समय छिटै चाहन्छौ भने प्रत्येक दिन चराहरूलाई दाना देऊ। ती गरिब व्यक्तिले मुख बिगार्दै भने, यस्तो काम पो गर्नुपर्ने हो, तर मलाई त चराहरू मनै पर्दैन। यदि तिनीहरू मेरो घरको ढोकामा आए भने म तिनीहरूलाई खेदाउने गर्छु। तब भिक्षुले भने कि तिमी राम्रो समयको स्वागत यसरी गर्छौ। तब ती व्यक्ति आश्चर्यचकित भए र भिक्षुलाई सोधे कि चराचुरुङ्गी र राम्रो समयबीच के सम्बन्ध छ। तब भिक्षुले भने, आफ्नो घर जाऊ, पहिले यो काम गरेर आऊ। हरेक दिन ढोकामा आउने चराहरूलाई दाना देऊ र एक हप्तापछि मलाई भेट्न आऊ। ती गरिब व्यक्तिसँग अर्को कुनै विकल्प थिएन, त्यसैले उनले भिक्षुको सल्लाह मानेर घर फर्किए। जब चराहरू ती गरिब व्यक्तिको घरको ढोकामा आउँथे उनले तिनीहरूलाई दाना दिन्थे। यसरी नै एक हप्तासम्म चराहरूलाई दाना दिएपछि उनले राम्रो खबर सुन्न पाएको महसुस गर्न थाले। सायद अब उनको जीवन बदलिनेवाला छ। एक हप्तापछि उनले भिक्षुलाई भेट्दा भने कि मैले चराहरूलाई एक हप्तादेखि लगातार दाना दिन थालेको छु। यो सँगै मलाई केही राम्रो खबरहरू प्राप्त भएको महसुस हुन थालेको छ। भिक्षुले ती व्यक्तिलाई सम्झाउँदै भने, धेरै पटक मानिसले आफ्नो समस्या र क्रोधका कारण आफ्नो जीवनमा आउने राम्रो सङ्केतहरूलाई आफूबाट टाढा राख्छन्। जीवनमा के यस्ता आकस्मिक कुरा हुन्छ जसको प्रभावबाट यो थाहा हुन्छ कि जीवनमा राम्रो समय आउनेवाला छ। ती गरिब व्यक्तिले भने, अब तपाईँ मलाई बताउनुहोस् कि राम्रो समयको सङ्केत के हुन्। भिक्षुले भन्न थाले, पहिलो सङ्केत भनेको चराचुरुङ्गीहरूलाई एक हप्तासम्म दाना दिएपछि हाम्रो जीवनमा चराको महत्त्व कति छ भन्ने कुरा बुझ्यो होला। वास्तवमा भगवान र चरा प्रिय हुन्छ। यी साना जीवहरू धेरै निर्दोष छन्। जब जीवनमा केही राम्रो हुन जान्छ तब भगवानले चराहरूलाई दूतको रूपमा मानिसहरूको घर ढोकामा पठाउनुहुन्छ। यदि मानिसले राम्रोसँग स्वागत गर्छ र दाना पनि दिन्छ भने राम्रो समय चाँडै आउँछ। यदि मानिसले दुर्व्यवहार गर्छ भने राम्रो समय पनि जान्छ। त्यसैले चराहरू ढोकामा आउँदा तिनीहरूको स्वागत गर्नुपर्छ। यसको साथै गाई घरको ढोकामा आउनु पनि राम्रो हो। गाई एक यस्तो जनावर हो जसले हामीलाई दुध दिन्छ। यस दुधलाई देवताहरू अमृत समान मान्छन् र वेदशास्त्रमा पनि गाईको पूजा गर्ने विधान छ। जब घरमा रोटी बनाइन्छ गाईलाई पहिलो रोटी अर्पण गर्नु राम्रो सङ्केत हो। जब घरको छेउछाउ गाई देखिन्छ भने त्यसलाई राम्रो सङ्केत मानेर रोटी अवश्य खुवाउनु राम्रो हुन्छ। गाई भगवानको प्रिय हुन्छ। जो गाईको सेवा मनैबाट गर्छ भगवान त्यस व्यक्तिप्रति प्रसन्न रहन्छन्। गाईलाई कहिले दुःख दिनु हुँदैन। गाईलाई भगवानको सन्देशको दूत सम्झेर सधैँ उनीहरूलाई स्वागत गर्नुपर्छ। दोस्रो सङ्केत, सपनामा पितृहरू देख्नु। यदि सपनामा पितृहरूको दर्शन हुन्छ भने यसलाई राम्रो सङ्केत मान्नुपर्छ। हाम्रा पुर्खाहरू हामीबाट टाढा भए पनि कुनै न कुनै रूपमा हामीसँग जोडिएका हुन्छन्। तिनीहरू सपनामा आउनु राम्रो समय आउने सङ्केत हुन्छ। हाम्रा पितृहरू हाम्रो आउने दिनको राम्रो समयको सन्देश दिन आउँछन्। त्यसैले हामीले सपनामा पितृहरूको दर्शन पाउँछौँ भने नराम्रो मान्नु हुँदैन। यसको सट्टामा सपनालाई राम्रो मानेर मनलाई प्रसन्न राख्नुपर्छ। आफ्ना पितृहरूप्रति सदैव नतमस्तक रहनुपर्छ र प्रत्येक दिन उनीहरूलाई भगवान मानेर प्रणाम अवश्य गर्नुपर्छ। तेस्रो सङ्केत, पूजा गर्दा आँखामा आँसु आउनु। पूजापाठ नित्य कर्म हो, यो हरेक दिन गर्नुपर्छ। तर कोही व्यक्ति भक्तिभावमा यति धेरै लिन हुन्छन् कि पूजा गर्दा उनीहरूको आँखाबाट आँसु आउन थाल्छ। यो नै भगवानको शुभ सङ्केत हो। अब राम्रो समय सुरु हुनेवाला छ। यदि तपाईँको साथमा पनि यस्तै केही भइरहेको छ भने तपाईँले भगवानलाई धन्यवाद दिनुपर्छ।
भगवान स्वयं तपाईँसँग जोडिन चाहनुहुन्छ, तब त उहाँले तपाईँको हृदयमा यस्तो प्रकारको भक्ति भावना भरिदिनु भएको छ कि जब तपाईँ पूजा गर्दै हुनुहुन्छ भने तपाईँलाई भावना महसुस हुन्छ र आँखामा आँसु आउँदैछ। त्यसैले यसलाई राम्रो सङ्केत मान्नुपर्छ। भगवानमा अझ बढी मन लगाउनुपर्छ। चौथो सङ्केत, कठिन समयमा ऋषिमुनिको दर्शन। जीवनमा ठुलो कठिनाइको समय चलिरहेको छ र ऋषिमुनिहरूको दर्शन भइरहेको छ भने यस समयको शुभ सङ्केत मान्नुपर्छ। ऋषिमुनिहरूको भगवानसँग गहिरो सम्बन्ध हुन्छ। उनीहरू भगवानको प्रतिनिधिको रूपमा कार्य गर्छन्। उनीहरूको दर्शन हुन्छ भने उनीहरूलाई प्रणाम अवश्य गर्नुपर्छ। उनीहरूलाई भोजन गरेर उनीहरूप्रति सदैव नतमस्तक रहनुपर्छ। उनीहरूलाई देख्ने बित्तिकै अभिवादन अवश्य गर्नुपर्छ। उनीहरूप्रतिको विनम्रताले राम्रो समयलाई चाँडै ल्याउँछ र कठिन समय हटेर जान्छ। तसर्थ जतिखेर साधु ऋषिहरूको दर्शन हुन्छ भगवानलाई धन्यवाद दिएर उनीहरूको स्वागत गर्नुपर्छ। पाँचौँ सङ्केत, अकस्मात बाटो मिल्न। धेरै पटक मानिस जब समस्यामा हुन्छ तब उसले कुनै बाटो भेट्दैन, तर ऊ पूजापाठ इत्यादि गर्छ अर्थात् पुण्य कर्म गर्छ भने भगवानले उसलाई अवश्य बाटो देखाउनुहुन्छ। यदि तिमी समस्यामा छौ भने अचानक मनमा यसो गर्नाले मेरो समस्या समाधान हुन सक्छ भन्ने कुनै विचार तिम्रो दिमागमा आउँछ भने तुरुन्तै त्यो कुरा गर्नुपर्छ। किनकि यदि तिम्रो दिमागमा त्यो कुरा आएको छ भने त्यसको पछाडि भगवानको शक्तिहरू छन् जसले तिमीलाई मद्दत गर्दैछन् ताकि तिमी समाधानसम्म छिटै पुग्न सक्नेछौ। त्यसकारण समस्याको समाधानको पहिलो विचार तुरुन्तै गर्नुपर्छ। यसो गर्नाले तिम्रो राम्रो समय छिटै सुरु हुनेछ। बौद्ध भिक्षुको कुरा सुनेर ती गरिब व्यक्तिले बौद्ध भिक्षुलाई धन्यवाद दिएर भने कि तपाईँ नभएको भए आज म बाँच्ने थिइनँ। मेरो जीवन रक्षा गर्नु भएकोमा म आभारी छु। आजदेखि म मेरो जीवनमा कुनै समस्या आयो भने त्यसको साहसपूर्ण सामना गर्नेछु। म यी राम्रा सङ्केतहरूलाई स्वागत गर्नेछु। कुनै पनि जनावरलाई कहिले पनि यातना दिने छैन, कहिल्यै पनि प्रकृतिसँग खेलबाड गर्ने छैन। यसरी भिक्षुले ती गरिब व्यक्तिलाई जीवनको नयाँ बाटो देखाए र ती गरिब व्यक्ति भिक्षुलाई धन्यवाद दिएर आफ्नो घरतिर लागे। भिक्षु र उनका शिष्यहरू पनि आफ्नो आश्रमतिर लागे। साथीहरू, हजुरहरूलाई आजको भिडियो के कस्तो लाग्यो हामीलाई कमेन्ट बक्समा भन्न नभुल्नुहोला। र यस्तै भिडियोहरू चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गर्न पनि नभुल्नुहोला।